नमस्कार साथीहरू, यो हाम्रो रहेको छ बर्दुबेको पार्क। बर्दुबेको पार्क यहाँ हाम्रो स्पेसल्ली चिनाउने नेपालीहरूको पार्क भनेर, नेपाली पार्क भनेर चिनिन्छ। नेपाली पार्क भन्दा बित्तिकै नेपालीहरूले नचिनेको नजानेको प्राय कोही पनि हुँदैन। म पनि सुरुमा दुबई आउँदाखेरि नेपाली पार्क भन्दै पहिले आएको, रातिको 3 बजे आएको साथीहरू म चाहिँ। र आज चाहिँ हामी यसो फ्री डेमा आयौँ र अदरवाइज सटरडे सन्डे आउनुभयो भने तपाईँहरूले यहाँ चाहिँ एकदम विभिन्न किसिमका थरी नेपालीहरूका रङ्ग व्यङ्गहरू देख्न सक्नुहुन्छ। लगायत यता नेपालीहरूको नेपाली फुडहरू लगाउँछ। यता चाहिँ मोमो, चटपटे, चाउमिनदेखि लिएर नेपाली कपालहरू, ट्राई गरी त नेपाली कपालहरू नै लाग्छ। यहाँ एउटा मेला जस्तै लागेको हुन्छ सन्डे र सटरडे आउनुभयो भने विशेष गरी। र आज त खाली नै छ, हामी खाली डेमा आयौँ। समाप्त भएसम्म हामी सन्डे आएर बनाउने नै छौँ भिडियो। आजको चाहिँ छोटो विस्तृत रूपमा विशेष गरी तीज विशेष, दसैँ विशेष, तिहार विशेष, कुनै न कुनै होस्, कुनै न कुनै आयोजना, दर खाने कार्यक्रम। अब लगत्तै तीज आउँदैछ, हरितालिका तीज, नेपालीहरूको महान चाडपर्व तीज आउँदैछ। तीजमा पनि विभिन्न किसिमका यहाँ क्रियाकलापहरू हुनेछन्। मलाई आशा छ कामहरू राम्रो भइरहोस् र राम्रो क्रियाकलापहरू भइरहन् र नराम्रो क्रियाकलापहरू नरहन् भन्दै मेरो आशा छ। र म यति भन्दै मेरा भनाइहरू यहीँ टुङ्गाउन चाहन्छु। हस् त, धन्यवाद। साथमा मेरो क्यामराम्यान हुनुहुन्छ एम खनालजी। राम्रै साथीहरू, यो बजारमा सन्डे आउनुभयो भने पुरै यहाँ खुट्टो राख्ने ठाउँ पाउनुहुन्न। ल अरू दिन आउनुहोस् हेर्नु, पुरै सुकेर पुरै सन्यासीले जस्तो छ हाम्रो पुरै यो माहौल। पुरै चाहिँ हाम्रो पुरा शान्त मनोरम छ अहिले। एसीमा सन्डे आउनु हो भने तपाईँले खुट्टो राख्ने ठाउँ पाउनुहुन्न। कसका बुढी कसका साथा हुन्छन् त्यो सबै हेर्न पाइन्छ है लगाइन्छ।